हेलो साथीहरू, गुड मर्निङ। वेलकम टु आवर युट्युब च्यानल। यो चाहिँ मेरो छोरी र मेरो लागि बनाएको भिडियो हो होइन। खासमा चाहिँ मेमोरिजको लागि बनाएको। भोलि पर्सि गएर मेरो छोरीले के गर्नुभयो मेरो मामाले भनेर क्वेसन गरिरहनु भन्दा चाहिँ भिडियोतिर हेर्दाखेरि सानोमा यस्तो गर्नुभएको रहेछ उस्तो गर्नुभएको रहेछ भनेर खुद उसलाई थाहा होस् क्या। त्यस कारण चाहिँ मैले यो सानो ब्लगहरू बनाउँदै युट्युबमा हालिरहेको छु। तपाईँहरूले नेगेटिभ कमेन्ट नगरिदिनुहोस् होला। यो मेरो नानीको लागि बनाएको भिडियो हो होइन। अब आज चाहिँ हामी दार्जिलिङ जाँदैछौँ। कति महिना अगाडिको भाकल थियो मन्दिर जाने भनेर, त्यो भाकल चाहिँ पुरा गरेको थिइनँ। त्यही भएर चाहिँ आज हामी सडनली निस्क्यौँ होइन। अब कस्तो हुन्छ के हुन्छ म तपाईँहरूलाई ब्लगमा देखाउने छु। सो ब्लग कन्टिन्यू गर्छु। अन्त तपाईँहरूले चाहिँ लाइक गरिदिनुहोस् है, मन पराइदिनुहोस्। त्यस्तो नेगेटिभ कसैले पनि नसोचिदिनुहोस् मेरो छोरीको लागि होइन। अन्त दार्जिलिङ कस्तो छ भनेर सोच्नुहुन्छ होइन। तपाईँ दार्जिलिङ नआउनेले हो तिनीहरूको लागि पनि स्पेसियली बनाएको हो यो चाहिँ होइन। लाइक अब दार्जिलिङ यस्तो छ उस्तो छ अब होइन, हेर्नु भएपछि थाहा भइहाल्छ नि। अन्त त्यही भएर चाहिँ यो ब्लग कन्टिन्यू हेर्नुहोस् होला। दार्जिलिङको धाम, दार्जिलिङ बजार सब थोक म भिडियो बनाउने छु, हेर्दै जानुहोस् तपाईँ। अब चाहिँ यहाँबाट गाडीहरू पक्रिँदैछौँ। यो गाडी भनेको थियो सेकेन्ड सिट मात्रै रहेछ। सेकेन्ड सिटमा नानीसँग अप्ठ्यारो भयो क्या। फ्रन्ट सिट चाहिएको खासमा भने मलाई। अब हेरौँ कतिवटा गाडी आउँछ के आउँछ। 8 बजेर पनि लागिसक्यो। भर्खर गाडीको सिट पाउँदैछु मैले चाहिँ होइन। अब त्यो पनि अघिको सिट सेकेन्ड सिट कस्तो उयो थियो कि अब त्यो सिट चाहिँ सबै पछाडिबाट टाँसेको थियो होइन। त्यो भएर नानी राख्नु साह्रो परेर अनि सेकेन्ड गाडीमा गएको। त्यो पनि हामीले चाहिँ खिड्की सिट पायौँ न। नानी तर इन्जोय गरिरहेको छ। बेबिदिनुहोस् त। हेलो हजुर हजुर छोरी। सो हामी अब जाँदैछौँ। बाटोको दृश्यहरू देखाउँछु अलिअलि गरेर है। हेलो भन्दा नि बेबी। के हो यो? अच्छा यस्तो पनि हुन्छ? मेरो छोरीलाई चाहिँ यस्तो निन्द्रा लागेछ। झिम 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 गरिरहेको छ बिचरा। अब सुत्छ हेर्नुलाई यत्तिकै माया लाग्दो भएर सुत्छ। ओ सुत्यो। तलस भइरहेछ। हुन पनि अन्त 2 घन्टा 3 घन्टा लाग्छ पुग्नुलाई। अर्को ट्रेन आउँदैछ अब। हजुर के भयो छोरी? के पाक्यो? आइपुगेकै छैन, पुग्न आँटिसक्यो। के लागिसक्यो कतिखेर पुग्नु जस्तो ट्राफिकमा जामेको के भएको छ। दार्जिलिङ
मन्दिर जानुपर्छ। हामी चाहिँ हल्का जानुलाई पऱ्यो हामी पनि। अप्ठ्यारो भयो छोरी, खाचाक खाचाक भयो। Hanju, Hanju. Yes, Daddy. Mo daddy ho ra? Hanju, Hanju. Yes, Mommy. Eating pizza. Train ko, Lee ko. Okay. हामी चाहिँ ट्रेन अब यहाँबाट टोय ट्रेन लिनु छ भने चाहिँ यहाँबाट बुक गर्न मिल्छ। अन्त चढेर चाहिँ जाने हो। अब नेक्स्ट टाइम चाहिँ छोरीलाई यो पनि घुमाउन ल्याउँछु। उसलाई चाहिँ त्यो ट्रेनमा चढ्न मन लागेको रहेछ। नेक्स्ट टाइम चढाइदिन्छु है छोरी। ओके। आज बर्गर मात्रै खानुपर्छ, भेज बर्गर खानु ल। मन्दिर गएर मासु खानु हुँदैन नि त आज। ओके। मासु खालि मासु 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 भन्छ उसले त। मासु बिना खानै खानु खोज्दैन। वाउ बिबी हात ननिकाल्नुहोस् है, ह्यान्ड्स बाहिर ननिकाल्नु है ल। ओके भन न। हामी चाहिँ मेन दार्जिलिङ पुग्यौँ। लुखेर के लुखेर भनेको भने सकेदेखि के भयो? अप्ठ्यारो भयो? रुक न अब जाने हो। हात त ननिकाल्नु है ल। आन्टी अप्ठ्यारो भयो भन्छ। पहिला म्याम भने होइन, अनुहार यस्तै हेरे होइन। ए आन्टीहरू त्यसो पुरा अनुहार हेरेर बोल्छ हाम्रो त। रहेछ नानीहरू किन कहिले गरौँ है। पहिला म्याम भने होइन, अघि म्यामहरूसँग बसेको थिएँ नि त। अन्त फेरि तपाईँलाई देखेर आन्टी अरे। अप्ठ्यारो भयो क्या, अप्ठ्यारो भयो कि फ्रन्ट सिटमा बस्ने बानी भएर हामीलाई चाहिँ यो नानीको खुट्टाले ऊ दादाले हुँदैन फ्रन्ट सिटमा अप्ठ्यारो हुन्छ भन्छ हाम्रो यहाँ दादा। तर होइन फ्रन्टमा चाहिँ नानीको खुट्टा साइड भनेको त्यहाँ बिचमा त कहाँ बस्नु नानीसँग, नानीको खुट्टाले त हुँदैन। त्यही त भन्न त्यो छेउमा चाहिँ सजिलो हुन्छ। अघि मैले त्यही त भनेको त। हजुर मेरो चाहिँ के भयो भन्दा नानीको खुट्टा नै यहाँनिर हामी दुईजनाको अटेन क्या। अलरेडी मेरो यहाँ ठुलो छ। हजुर म त जहिले पनि खिड्कीमा अगाडिकै लिन्छु हो नानीसँग। हजुर त्यही यही झर्नु। यो चाहिँ हो हाम्रो होइन दार्जिलिङ भन्न सोच्नु। आइपुग्यौँ दार्जिलिङ। फेरि केही बस्छ न भिडियो बनाउँदैछु। बेबी
जानुपर्छ म हिँड्दै हैन अब हिँडेर मन्दिर पुग्ने हो गाडी पनि पाउँछ होला सायद थाहा छैन हेर्नुपर्छ अहिले सो अब म तपाईहरुलाई त्यहाँ जाँदाखेरि देखाउँछु अहिले पुरा खुट्टा दुखिरहेको छ त्यही भएर बसिरहेको छु सो अब चाहिँ म यहाँबाट भिडियो बनाउँदै हिँड्नु पर्यो यहाँबाट चाहिँ चौरस्ता नजिक छ त्यही भएर गाडीमा जानु परेन सो त्यही भएर म जाँदैछु अब हेरौँ कस्तो रहेछ यो चाहिँ हाम्रो दार्जिलिङ भन्दा अब यहाँबाट चौरस्ताबाट चाहिँ मन्दिर त्यही हो त्यही भएर यही बाटो जान्छौँ हामी नानी र म थाक्यो अब चाहिँ मलाई लास्टै होइन तर केही छैन आइपुग्यौँ अब चाहिँ जाँदैछु चौरस्ता हो यहीँबाट अब उता मन्दिर जानुपर्छ यहाँबाट चाहिँ हामी मन्दिर उकालो चढ्छौँ होइन अब लाइक कति टाइम लाग्छ थाहा छैन म त फर्स्ट टाइम आएको हेरौँ अब ल अब चाहिँ आमा छोरी गयौँ मन्दिर उसलाई चाहिँ यो रोज पुरा मन परिसक्यो अन्त रोज किनिदिएको यहाँ तल रोज किनिदियो अरे होइन अन्त रोज किनिदियो ल हिँड अगाडि स्पिड हिँडिदिनुहोस् न के रहेछ स्पिड हिँडिदिनुहोस् त हिँडेकै हो मेरो छोरी यत्रो हिल लगाएर चाहिँ महाकाल मन्दिर मेरो भाकल पुरा भयो आज फाइनली मेरो छोरीको भाकल थियो पुरा भयो अब मन्दिर आइपुग्यौँ हामी चाहिँ होइन ओ माथि जानुपर्छ तर यहाँनिर चाहिँ त्यो उयो किन्नु पर्छ प्रसादहरू सो हामी भित्र पस्दैछौँ अब नानी र म दुईजना अब प्रसाद किन्छु होइन त्यसपछि चाहिँ जुत्ताहरू यहाँ राख्नुपर्ने रहेछ जुत्ता राख्ने रहेछ यहाँ चाहिँ हामीले चाहिँ अब चप्पल पनि उतारिसक्यौँ तलनिर सुजहरू होइन लाइक यहाँबाट चाहिँ अब हामी उकालो जाँदैछु यहाँबाट जाँदैछौँ अब चाहिँ हे भगवान् सोचेको कुराहरू सबै पुरा होस् भिड हुँदो रहेछ मन्दिरमा चाहिँ ल्याऊ ल चाहिँ जहाँ जाँदा पनि गाडी चाहिँ खोल्नै पर्ने अरे भगवान् यता आउनुहोस् छोरी मेरो चाहिँ यो डाटा केबल बिग्रेर के भयो अब डाटा केबल किन्नु पर्ने भयो लुगामा एक प्रब्लम हुन्छ तर इन्जोय गरिरहेको छ होला चाहिँ यस्तो इन्जोय गर्नु मन लाग्यो नाच सकेर बिजोग भइरहेछ मेरो चाहिँ अहिले अब यहाँ मल पनि आएको छु तर केही बनाउनै नपाएको जस्तो भइसक्यो क्या मेरो चार्जर बिग्रेर के भयो स्विच अफ हुन आँटेको छ यो चाहिँ बिग बजार आएँ नानी र म अब योहरू खेल्छौँ होइन त्यसपछि म चार्जर किनेर घर फर्किन्छु
अब चाहिँ मैले चार्जर पनि किनेँ होइन, किनेर भर्खर मैले उयो गर्छु, खानासाना पनि डम्मै भयो। अब चाहिँ मैले गाडी पर्खिरहेको छु, यो रेड कलरको गाडीमा सिट भनेको छु। फ्रन्टको पानी पर्ला जस्तो भयो वेदर। अब मेरोमा चार्ज पनि थिएन, यो डाटा केबल किनेँ, त्यसपछि चार्ज गरेको, खाना पनि डम्मै खाएँ, भिडियो गर्न पाइनँ। सो अब घर पुगेर तपाईँहरूलाई हामी फर्किँदैछौँ नानीर म। यहाँ चाहिँ पानी परेर डेन्जर भएको जस्तो भयो क्या, दार्जिलिङ चाहिँ तपाईँहरूले अब कति मेरो साथीहरू घुम्नु भएको छैन नि त होइन, यही हो दार्जिलिङ भनेको चाहिँ, यसलाई भन्छ दार्जिलिङ चाहिँ। यही हो दार्जिलिङ चाहिँ है साथीहरू। तपाईँहरूले जसले दार्जिलिङ देख्नु भएको छैन कस्तो छ भन्नुहुन्छ नि, हो यस्तै छ दार्जिलिङ चाहिँ। हामी त म त डाइरेक्ट भनिदिन्छु। छोरी यता फेरि ऊ टाउको ननिकाल्नु है बाबा, अगाडि हेर्नुहोस् न, यहाँ ऐनाबाट यताबाट हेर्नु न। भिडियो बनाउनु आयो फेरि टोय ट्रेन। दार्जिलिङको टोय ट्रेन। मैले जामा लाग्दाखेरि पुरा रिस लाग्यो कि, अन्त त्यस्तै जामाहरू किन्नु खोज्छ अरे, पाउँदैन अरे हो। दिदीहरूको गफ खतरा हुँदैछ है, रिस लाग्यो अरे पुरा, मैले जामाहरू लगाएको हो। अन्त अब चाहिँ हामी चाहिँ घुम आइपुग्यौँ। अब यहाँबाट चाहिँ ए हजुर यो चाहिँ हो घुम रेलवे स्टेसन है। तपाईँहरू भिजिट गर्न आउनुहोस् दार्जिलिङ। घरको त्यो कमान छ, चामल आटाहरू के किनेर लानुपर्छ भनेर नि जिलिङको कटिङ दिएर 2500को यताबाट तपाईँहरू खरसाङ पुग्नुहुन्छ, यो बाटो चाहिँ खरसाङ भएर जानुहुन्छ। अब यहाँ चाहिँ मेरो दुःख देखायो कि 2500को फुल किनिदिए हो, जरै छैन रहेछ, डल्लै घरमा लगेर गाडी। ओ माइ गॉड, oh my god, के भएको हजुर? खोइ के भएको म त थाहै छैन। तिमीलाई थाहा भयो चिज, मलाई थाहा हुँदैन। कोइला हाल्दैछ, कोइलाले कुद्छ नि त यो चाहिँ हो, त्यही भएर कोइला हाल्दैछ। पशुपति बुकिङभन्दा अलिकति अगाडि चोक डाँडा ओके। हामी यहाँ घुमाइसक्यौँ भइसक्यो। अब अघि चाहिँ तपाईँहरूलाई मैले आउँदाखेरि देखाउनु पाइनँ, बिकज किनभने म चेप्टीको थिएँ गाडीमा। चाहिँ म देखाउँछु सबै कुराहरू। हामी अब घर गएको, मन्दिर गएर आयौँ हामी। अब हामी घर गएको कहाँ गएछ र? त्यही हाम्रो अब दार्जिलिङ सकिँदै जाँदैछ होइन। अब चाहिँ घुम आइसक्यो, घुमबाट सुकिया, सुकियाबाट सिमाना हुँदै हुँदै चाहिँ मिरिक पुग्छौँ।
आज मैले फेरि ट्राइपडै ल्याउनु बिर्सेछु क्या भ्लग स्ट्यान्ड अन्त त्यही भएर साह्रो परेको थियो आज पनि मलाई त्यही माथि मेरो चार्जर बिग्रिएर धुटफुट अस्ति किनेको 1 महिना पनि भएको छैन अरिजिनल चार्जर भनेर एप्पलको किनेको बट त्यसको डाटा केबलको त्यो जुन चाहिँ माथिपट्टिको मुख छ त्यो नै भाँचियो केही भयो त्यही भएर चाहिँ फेरि किन्नु पर्यो त्यति बेला चाहिँ मैले भ्लग बनाउनु पाइनँ अब चाहिँ कन्टिन्यू गरिरहेको छु अहिले बजारमा चाहिँ पानी ठुलो परेको थियो अनि यहाँ चाहिँ परेकै छैन रहेछ अचम्मको छ यस्तै छ साथीहरू म कन्टिन्यू गर्छु हेर्नुहोस् हुन्छ भने यहाँ चाहिँ अल टाइम फगी नै लागेको हुन्छ त्यहाँदेखि अब यो सुक्याएर भनेको चाहिँ नान्ने त्यो हो कि हामी सन्डेको पेसेन्जरहरू जानुपर्छ हेरिनुहोस् त यो अब तपाईँहरूले सुन्नुहुन्छ होइन दार्जिलिङ कस्तो के भन्छ यहाँ नफगी लागिहाल्नु छ अब यहाँनिर यस्तै हो कि अब घुम्ने तल खतरा लाग्छ अझ मैले त माथिको बनाउनै पाएन सबै फगी लागेको हेर्नु है हाम्रो चाहिँ चिसो कस्तो चिसो हुन्छ कि गरम हुन्छ भनेर क्वेसन गर्नुहुन्छ नि त हो अब आफै हेर्नुहोस् गरममा चाहिँ यस्तो हुन्छ अब त हामी बसबाट आइपुग्न आँटिसक्यौँ अब आइमा हामी 9 माइल थर्कोहरू हुँदै हेर्नु ल अब टी गार्डन देखाइदिन्छु म तपाईँलाई Bye bye. यता त हेर चुप्पा दियो